आज मैले हजुरहरूको कपालको लागि बुस्टर डोज लिएर आएको छु। आजको रेमेडीमा रहेको छ हेयर टोनिक, जुन चाहिँ हजुरहरूले सजिलै घरमा बनाउन सक्नुहुन्छ। यसको फाइदाहरू पनि एकदमै धेरै छ। हजुरहरूले युज गरिसकेपछि यदि कुनै पनि रिजल्ट आएन भने मात्र मलाई कमेन्ट गर्नुहोला। पहिला युज गर्नुहोस् अनि त्यसपछि रिजल्टको प्रतीक्षामा बस्नुहोस्। कस्तो रिजल्ट आउँछ, रिजल्ट आइसकेपछि हजुरहरूले मसँग सेयर गर्नुहोला। भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ यदि हजुरहरूलाई मेरो रेमेडिज भिडियो मनपर्छ भने। आजको हेयर टोनिक बनाउनको लागि चाहिँ हामीलाई चाहिन्छ चियापत्ती। अब चियापत्ती भनेर युँ गरेर हजुरहरूले मुख बङ्गाउन सक्नुहुन्छ। वास्तवमै चियापत्ती हाम्रो कपालको लागि एकदमै राम्रो छ। हजुरहरूले विश्वास गर्नुहोस् या नगर्नुहोस्, होइन, युज गर्नुहोस् या नगर्नुहोस्, तर मैले चाहिँ आफूले युज गरेर मलाई एकदमै राम्रो भएर चाहिँ मैले हजुरहरूसँग यो रेमेडी सेयर गरेको छु। यदि हजुरहरूलाई यो रेमेडी ट्राई गर्नु मन छ भने मात्र ट्राई गर्नु होला, किनभने चियापत्ती भन्ने बित्तिकै यो चाहिँ हर्बल हो, जुन चाहिँ हाम्रो पत्ताहरूबाट चाहिँ बनेको हुन्छ। हजुरहरूले अब एकदमै हरियो खालको चियापत्तीहरू पाउनुभयो भने झन् बेस्ट हुन्छ, तर यसरी सुकाएको चियापत्तीहरू पनि एकदमै राम्रो हुन्छ हाम्रो कपालको लागि। हाम्रो कपालको लागि बुस्टर डोजको काम गर्छ। यसले हजुरहरूको कपाललाई एकदमै छिट्टो बढाउनको लागि हेल्प गर्ने भनेकै चियापत्ती हो। अब कतिजनालाई यो कुरा थाहा छैन, युज गर्नु भएको छैन भन्दैमा यसलाई चाहिँ होइन, हुनै सक्दैन भन्ने कुराहरू चाहिँ नगर्नुहोस्। यो संसारमा हुन नसक्ने कुरा भनेको के पनि छैन, होइन। त्यो भएको भएर यसले 100मा 100% नै हजुरहरूको कपाललाई लामो बनाउन हेल्प गर्छ, हजुरहरूको कपाललाई प्रोटिन दिने काम गर्छ, हजुरहरूको कपालको जरालाई चाहिँ एकदमै बलियो बनाउने काम गर्छ। हाम्रो हेयर फलिकल्स एकदमै एक्टिभेट भइसकेपछि हाम्रो कपालको जरालाई पनि मजाले प्रोटिन पुगिसकेपछि चाहिँ जराहरू मजबुत हुने भयो। मजबुत भइसकेपछि कपाल पनि झर्दैन, कपाल टुक्रिँदैन, कपाल सिल्की साइनी स्मुथ हुन्छ, कपाल एकदमै छिटो बढ्छ। हजुरहरूको कपाल चाहिँ एकदमै पुरै झरिसकेको छ भने पनि नयाँ कपाल उमार्ने काम गर्छ। त्यो भएको भएर हजुरहरूले एकदमै डाउट नलिकन युज गर्न सक्नुहुन्छ। यो हाम्रो होम रेमेडिज हो। त्यो भएको भएर चाहिँ हजुरहरूलाई यसको नेगेटिभ खालको साइड इफेक्ट केही पनि हुँदैन। आउनुहोस् अब बनाउन स्टार्ट गरौँ। हामीलाई चाहिन्छ चियापत्ती। एउटा भाँडामा चाहिँ 1 कप पानी हजुरहरूले बसाल्नु होला अनि 1 कप पानीमा चाहिँ आफ्नो कपालको लेन्थ अनुसार चाहिँ हजुरहरूले चियापत्तीको मात्रा राख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ 1 चम्चा राखेको छु। हामीलाई चाहिँ यसको कलर चाहिने हो आजको लागि, होइन। यसबाट हामीले यसलाई पकाउँदाखेरि यसबाट निस्किने त्यो चियाको रातो कलर हुन्छ नि, त्यो कलर भनेको हाम्रो कपालको लागि एकदमै राम्रो हुन्छ। अनि चियापत्ती नै हजुरहरूले चाहिँ मेहेन्दीमा मिक्स गरेर लगाउनु भयो, चियापत्तीलाई नै ब्लेन्ड गरेर लगाउनु भयो भने पनि त्यसले पनि राम्रो काम गर्छ। अब चियापत्ती पानीलाई चाहिँ पाक्न एकैछिन तातो हुन छोड्ने अनि त्यसपछि यसमा चाहिँ हामीले प्याजको बोक्रा राख्ने। हजुरहरूलाई थाहा छ कि छैन, प्याजमा भन्दा पनि प्याजको बोक्रामा चाहिँ धेरै मात्रामा चाहिँ सल्फर, अब अरू धेरै चिजहरू पाइन्छ जसले चाहिँ हाम्रो हेयर फलिकल्सलाई चाहिँ एक्टिभेट गरिदिन्छ, हेयरफल हुन दिँदैन, हेयरफल भइरहेको छ भने हेयरफललाई स्टप गर्ने काम गर्छ। यदि हजुरहरूको कपाल चाहिँ उमेर नभइकन फुल्न थालेको छ, हजुरहरूलाई चाहिँ अरू फुल्ने कपाल धेरै नफुलोस् भन्ने चाहना हुन्छ भने पनि हजुरहरूले चाहिँ कलोन्जी र यो प्याजको बोक्रालाई चाहिँ मजाले भुटेर अनि तेलमा मिक्स गरेर लगाउन थाल्नुभयो भने बिस्तारै हजुरहरूको कपाललाई पनि यसले कालो बनाउन हेल्प गर्छ। अब यसरी हामीले दुईटैलाई पकाइसकेपछि हाम्रो कपाललाई पनि यसले पनि त्यो ग्रे हेयरलाई चाहिँ मजाले रोक्छ क्या। अब उमेर नभइकन फुलेको, फेरि उमेर भएपछि फुलेकोलाई चाहिँ रोक्न सकिँदैन, होइन। किनभने जसको पनि उमेर भएपछि फुल्ने, चाउरी पर्ने हुन्छ, त्यसलाई चाहिँ स्लो डाउन मात्र गर्न मिल्छ है। त्यसको लागि चाहिँ हामीले हाम्रो स्किन केयर गर्नु पर्यो, हेयर केयर गर्नु पर्यो, होइन त। सो हजुरहरूलाई चाहिँ मनपर्छ भने मात्र गर्नुहोस्, करकाप छैन। यदि हजुरहरूलाई मेरो भिडियोज मनपर्छ होला जस्तो लाग्छ, हजुरहरू साँच्चीकै पीडित हुनुहुन्छ भने चाहिँ पक्का पनि ट्राई गर्नुहुन्छ भनेर आशा लिएको छु। वास्तवमा एकदमै इफेक्टिभवाला होम रेमेडिज मात्र मैले यहाँ अपलोड गरेको हुन्छु मेरो च्यानलमा। सो हजुरहरूले
यो ट्राई गर्न सक्नुहुन्छ। हाम्रो हेयर टोनिक बनेर रेडी भइसकेको छ। अनि यो चियापत्ती र यो प्याजको छोक्रालाई चाहिँ नफाल्नु होला। हजुरहरूले कुनै पनि हेयर प्याकमा मिक्स गरेर पनि लगाउन सक्नुहुन्छ। नभए हजुरहरूले बोट बिरुवाको लागि पनि बोट बिरुवालाई हालिदिनु भयो भने बोट बिरुवा पनि राम्रोसँग सप्रिएर आउँछ। अब हामीले अघि बनाएको हेयर टोनिकमा मजाले भरेर 1 चम्चा नरिवलको तेल राख्ने। तातैमा मिक्स गर्नु होला अनि मजाले मिक्स हुन्छ। यो नरिवलको तेल चाहिँ मजाले मिक्स गर्नुहोस्। हजुरहरूले सोच्दै नसोच्नु भएको हेयर टोनिक बनेर रेडी हुन्छ। यति बब्बाल खालको हेयर टोनिक छ जसले हजुरहरूको कपालको सबै समस्यालाई चाहिँ समाधान गरिदिन्छ। अब नरिवलको तेल राखेर मजाले मिक्स गरिसकेपछि यसमा हजुरहरूले चाहिँ भरेर 1 चम्चा जस्तो ग्लिसरिन राख्नु होला। ग्लिसरिन हाम्रो फेसको लागि पनि एकदमै राम्रो हुन्छ भने हाम्रो कपालको लागि पनि एकदमै राम्रो हुन्छ। हेयर टोनिकमा चाहिँ हजुरहरूले जुनसुकै हेयर टोनिकमा हेर्नु ग्लिसरिन चाहिँ एड गरेको हुन्छ। अब यसलाई चाहिँ ग्लिसरिन राखिसकेपछि मजाले मिक्स गर्ने। अनि मिक्स गरिसकेपछि हजुरहरूले चाहिँ एउटा स्प्रे बोतलमा राख्न सक्नुहुन्छ। अनि होइन कमेन्ट हजुरहरू गर्नुहुन्छ तर रेमेडी अप्लाई नगरिकन कमेन्ट नगर्नुहोस् के। रेमेडी अप्लाई गरिसकेपछि मैले भनेको टाइम जति अप्लाई गरिसकेपछि हजुरहरूले तब चाहिँ कमेन्ट गर्न सुहाउँछ कि भएन ह्यान त्यान भनेर। सो पहिला जे कुरा पनि युज गर्नुपर्ने हुन्छ। हजुरहरूलाई चाहिँ मैले होम रेमेडिज राखेको मध्ये के सुट हुन्छ त्यही हजुरहरूले रेगुलर गर्न सक्नुहुन्छ। नभए चाहिँ यदि होम रेमेडिजले राम्रो गरेन भने नराम्रो चाहिँ गर्ने हुँदैन होइन। त्यसमा चाहिँ हजुरहरू डराउनु पर्दैन। तर युज गर्नु मन लाग्यो भने मात्रै युज गर्नु के। गर्न मन लागेन भने पनि ठिकै छ, केही हुँदैन। म भिडियोज बनाउने मेरो काम हो। जुन मैले आफूले अप्लाई गरेर आफूलाई राम्रो भएको चिजहरू चाहिँ हजुरहरूसँग सेयर गर्छु। मैले यत्तिकै हावातालमा बोलिरहेको हुन्न होइन। किनभने अब मैले पनि केही रिसर्च नगरिकन त्यत्तिकै भिडियो बनाउन मिल्दैन। रिसर्च गरेर आफूले आफ्नो हेयरमा लगाइसकेपछि फेसमा लगाइसकेपछि मैले हजुरहरूसँग सेयर गर्छु। अब मसँग चाहिँ यस्तो खालको स्प्रे बोतल छ। यो स्प्रे बोतलमा राख्छु यो हेयर टोनिक। अनि त्यसमा चाहिँ राख्नुभन्दा अगाडि चाहिँ त्यसमा मैले थोरै कलौन्जी र कालो जिरा अनि त्यसपछि मेथी जति आधी चम्चा जति चाहिँ राख्छु। दुइटै राखिसकेपछि पनि मिक्स गर्ने, हल्का फुल्का मिक्स गर्नु अनि स्प्रे बोतलमा राख्ने। अनि अब आज हजुरहरूले यो बनाउनु भयो भने अब भोलिदेखि चाहिँ यसलाई युज गर्न थाल्नु होला। हप्तामा 3 चोटि युज गर्न सक्नुहुन्छ हजुरहरूले। यसलाई फ्रिजमा राख्ने हो। फ्रिजमा राखेर चाहिँ हजुरहरूले नुहाउनुभन्दा अगाडि चाहिँ आफ्नो कपालको जरामा चाहिँ यसलाई स्प्रे गर्ने अनि एकैछिन मसाज गरे जस्तो गर्ने अनि 2 घण्टा जति राखिसकेपछि त्यसपछि नुहाउने हो। हजुरहरूले चाहिँ हेयर अइलिङ गर्ने बेलामा चाहिँ यो नलगाउनु, हेयर अइलिङ नगर्ने बेलामा चाहिँ कहिलेकाहीँ चाहिँ यो लगाउनु। अनि हजुरहरूले चेन्जेस पाउनुहुन्छ आफ्नो कपालमा। तालु भइसकेको कपाल पनि कस्तो मजाले उम्रिन्छ होइन। यो त मैले हजुरहरूलाई ग्यारेन्टी दिएर भन्छु। तर हजुरहरूले नि गर्नु पर्यो क्या। नगरिकन त्यतिकै मैले गरेँ हुँदै भएन हुँदै नहुने त हुँदैन है। होम रेमेडिज ट्राई गरेर म आफू नै प्रुफ छु क्या आफ्नो लागि। त्यही भएर मलाई अरूले त्यो फेक खालको कमेन्ट गरेर चाहिँ केही फरक पर्दैन। सो हजुरहरू चाहिँ आफूले युज गरिसकेपछि भएन अनि मात्र कमेन्ट गर्नु होला। कोही दिदीबहिनीहरूको कमेन्ट चाहिँ मलाई एकदमै ट्रु हो जस्तो लाग्छ होइन। तर कतिपय व्यक्तिहरू चाहिँ त्यतिकै कमेन्ट मात्र पास गरिदिने केही कामै छैन। ठिक छ, उहाँहरूको कमेन्ट पनि मलाई साह्रै मनपर्छ। हृदयदेखि नै उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु किनभने मेरो भिडियो हेर्नुभयो अनि धन्न कमेन्ट पनि गरिदिनु भयो। त्यसको लागि धेरै धन्यवाद। पक्का पनि हजुरहरूलाई आजको भिडियो मन पर्यो भनेर आशा लिएको छु। मन परेको खण्डमा भिडियोलाई लाइक शेयर अनि च्यानललाई सब्सक्राइब गरी सँगैको बेल आइकनलाई प्रेस गर्नुहोला। यस्तै अरू के रेमेडी हेर्न चाहनुहुन्छ पक्का पनि कमेन्ट गर्नुहोस्। थ्याङ्क्स फर वाचिङ। Bye bye.